छैन एउटा फोटो यहाँ छैन। यो कुन बाटो छ यो फेरि यो भन्नु? मान्छे डाँडा डाँडा काँडा यो बाटो चाहिँ कुन बाटो हो? यो मेन कुरा त यही हो। मुगलिङको त्रिशुलीको किनारै किनार हो कि ए त्रिशुली तल त्रिशुली नदी छ, माथि बाटो। ए बर्खामा एकदम जाम हुने बाटो यही हो। पहिरो झरेर रोकछेक गर्छ। ए खतरा बाटो हो। यहाँ कतिवटा गाडी यस्तो पढेको छ यसमा नदीहरूमा? ए पोहोर साल लगेन एकैचोटि 3टा बसेर गायब भयो। सिमलताल भन्ने ठाउँमा सिमलताम रहेको छ। यो फेरि यहाँ अनानसहरू पाइरहेको छ यार। अनारस पाइरहेको पाइरहेको छ। छ अनारस त्यो भित्ता भातीमा फल्छ। यहीँ फल्छ त्यो गुलियो होला नि त फेरि हुँदैन? बाटो त डेन्जर हो। यहाँ त फुटेको छ त्यस्तो लागिरहेछ। यो फलिरहेछ, यहाँ पनि छ यार, यहाँ पनि बेचिरहेछ। ए यहाँ त धेरै बिकिरहेछ। यो फेरि डेन्जर बाटो आयो महाकोली। ढुङ्गासँग झरिरहेछ त हेर्नु। यो डेन्जर हो महाकोली। डेन्जर बाटोमा हानिदिसक्यो स्कर्पियो गाडी। त्यो त निकालिहाल्छ नि त। पहिरो झर्ने बाटो यही हो। बोक्ने गाडी त्यो यी पोलहरू झरेको छ हेर्नु। उहाँहरू पहिरो पारे। ए माथि पनि छ। के बेचिरहेछ हेर्नु। हामीले हेर्ने होइन। किन हेर्ने? हामीले रात दिन खाने यो। यस्तो यस्तो उनीहरूलाई बस्नको लागि अर्को ठाउँमा बस्नुपर्छ एकदम खुल्ला। त्यहाँ मान्छे गाडी रोक्न सक्छ नि त। गाडी अब यस्तो